इनिसालाई न्याय दिन खगेन्द्र सुनार पुगे घरमै इनेसाकी आमा अङ्गालो मारेर भक्कान छोडेर रोइन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर 3 बाट विजयी भएका खगेन्द्र सुनार सुर्खेत पुगेका छन्। विजयी भए लगत्तै तपोवन पुगेर बोधिसत्व स्वामी आनन्द अरुणसँग आशीर्वाद लिएपछि उनी सुर्खेत पुगेका हुन्। सुनार बलात्कारपछि हत्या गरिएको दाबी गरिएको सुर्खेतकी 16 वर्षीय इनिसा विकको परिवारलाई भेट्न वीरेन्द्रनगर पुगेका हुन्। इनिसाको घरमा पुगेका उनले पीडित परिवारसँग भेट गर्दै समवेदना व्यक्त गरेका छन्। भेटका क्रममा इनिसाकी आमाको रुवाबेसी त्यहाँ उपस्थित सबैले भावुक बनाएको थियो। सुनारले पीडित आमालाई सम्हाल्दै न्यायका लागि आफू साथमा रहने आश्वासन दिएका छन्। वीरेन्द्रनगर 6 स्थित उषा बालबाटिका विद्यालय कक्षा 11 मा अध्ययनरत इनिसा शनिबार बिहान प्रयोगात्मक परीक्षा छ भन्दै घरबाट निस्किएकी थिइन्। बिहान 8 बजेसम्म घर फर्किने बताएकी उनी 9 बज्दासम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। त्यसक्रममा अपरिचित नम्बरबाट फोन गर्दै तपाईँकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन् भन्ने सूचना आएको इनिसाकी आमाले बताएकी छन्। घटनास्थल पुगेपछि इनिसा रक्ताम्य शरीर, कपाल लुछिएको, घाँस मडारिएको तथा एकातिर जुत्ता र अर्कातिर मोजा परेको अवस्थामा भेटिएको देखेपछि आफू बेहोस भएको आमाले बताइन्। आफन्तका अनुसार इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे फागुन 25 गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहन जङ बुढा थापाका अनुसार प्रारम्भिक अनुसन्धानले इनिसामाथि बलात्कारपछि मृत्यु भएको संकेत गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सबै 18 वर्ष मुनिका नाबालक रहेको प्रहरीले जनाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसबीच सुनारले रुकुम पश्चिमको सेती घटनामा मारिएका नवराज विकको परिवारसँग पनि भेट गर्ने तयारी गरेको बताइएको छ। अहिले सुनार मन्त्री बन्न सक्ने चर्चा चलिरहेको बेला उनले मन्त्री बनेमा बलात्कारपछि हुने हत्या र जातीय विभेद सम्बन्धी घटनामा कडा कारबाही गर्ने विषयलाई प्राथमिक निर्णय बनाउने सम्भावनाबारे पनि चर्चा चलिएको छ। सांसद बनिसके पछाडि नेताहरू काठमाडौँ आएर मन्त्री बन्ने दौडधुपमा लागिरहेको बेला सुनार भने आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला इनिसाको घटनाले उनी रातभरि नसुतेको र उनलाई न्याय दिन सघाउनको लागि इनिसाको घरमा पुगेको बताएका छन्। थप अपडेटका लागि हामीलाई फलो गर्नुहोला।